हेलो गाइज, वेलकम टु माई च्यानल। आज छौँ हामी गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा। देख्न सक्नुहुन्छ दर्शकबिन, यहाँ देश विदेशबाट थुप्रै पर्यटकहरू लुम्बिनीको दर्शन गर्न आइरहेका छन्। लुम्बिनीमा विभिन्न देशहरूले विभिन्न मठ मन्दिर र स्तूपा बनाएको अवस्था छ। बुद्ध धर्मका प्रेरणा गौतम बुद्धको जन्म गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ थियो। सिद्धार्थको जन्म ईसापूर्व 563 मा नेपालको कपिलवस्तु साकेकुलमा भएको थियो। उनको जन्म भएको 7 दिनमै उनकी आमा मायादेवीको निधन भएकाले सौतेनी आमा प्रजापति गौतमीले पालन पोषण गरेको कारण सौतेनी आमाको नामबाट उनको नाम गौतम रहन गएको पनि भनिन्छ। गौतम बुद्धको 16 वर्षको उमेरमा विवाह भएको थियो। उनीबाट एक छोराको जन्म भयो जसको नाम राहुल राखियो। सिद्धार्थले दरबारिया सुखशैल श्रीमती र छोरा छोडेर ज्ञानको खोजीमा निस्किएका थिए। त्यतिखेर उनी 29 वर्षका थिए। दुःखको कारण र समाधान के हो भन्ने खोजीमा निस्किएका सिद्धार्थ भारतको गया भन्ने ठाउँमा पिपलको रुख मुनि बसेर ध्यान गर्दा गर्दै उनलाई ज्ञान प्राप्त भयो। त्यसपछि उनी बुद्ध नामले चिनिएर गयालाई बोध गया भनेर चिन्न थाले। त्यसपछि बाँकी 45 वर्ष उनी नेपाल र भारतका विभिन्न ठाउँमा दुःख निवारण सम्बन्धी ज्ञानको प्रचार प्रसारमा संलग्न भए। देख्न सक्नुहुन्छ दर्शकबिन, यहाँ लुम्बिनीमा विभिन्न स्टलहरू छन्। पर्यटकहरूले मायाको चिनो लिएर जाने व्यवस्था पनि छ। ज्ञान प्राप्तिपछि सिद्धार्थलाई बुद्ध भनिन पर्यो। उनका विचारहरू संसारभर फैलिए। उनको विचारमा आधारित नयाँ धर्मको जन्म भयो जसलाई बौद्ध धर्म भनिन्छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीहरूको लागि महत्त्वपूर्ण तीर्थस्थल हो। हिन्दू धर्ममा गौतम बुद्धलाई भगवान विष्णुको 9औं अवतार मानिन्छ। हिन्दू मन्दिरमा बौद्धका मूर्तिहरू पनि राखिएका हुन्छन्। गौतम बुद्धको जन्म नेपालमा भएको प्रमाण दिने अशोका स्तम्भ पनि लुम्बिनीको प्रमुख आकर्षक हो। देख्न सक्नुहुन्छ दर्शकबिन, यहाँ लुम्बिनीमा बोटिङ गरेर दर्शनार्थीहरूले आनन्द लिइरहेका छन्। अति नै शान्त रमणीय र सुन्दर स्थल हो लुम्बिनी। ईसापूर्व 3औं शताब्दीमा लुम्बिनी आएका सम्राट अशोकले स्थापना गरेको शिला स्तम्भ त्यतिखेर बडा हाकिम खड्का शमशेर राणाले पत्ता लगाएका थिए। त्यसैले लुम्बिनीको पहिचान भएको थियो। भगवान गौतम बुद्धले विश्वलाई शान्ति र अहिंसाको पाठ सिकाएका छन्। के तपाईँलाई थाहा छ, भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र देहान्त एकै दिन अर्थात् वैशाख पूर्णिमाको दिनमा भएको थियो। त्यसैले त्यो दिन महत्त्वपूर्ण दिन हो। यस दिनलाई बुद्ध पूर्णिमाका रूपमा पनि मनाइन्छ। I can keep it in the clear bomb. You want one? Another clear bomb? You need one? I have one. गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीहरूको लागि महत्त्वपूर्ण तीर्थस्थल हो। भगवान गौतम बुद्धले विश्वलाई 4 आर्य सत्य दिनुभएको छ।
त्यसमा यस्तो उल्लेखित छ, संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको प्रमुख कारण तृष्णा हो, दुःखको नाश सम्भव छ र अन्त्यमा दुःख नाशको उपाय पनि छ। भगवान गौतम बुद्धले विश्वलाई अष्टाङ्ग मार्ग प्रदान गर्नुभएको छ। ती हुन् सम्यक दृष्टि, सबै वस्तुको वास्तविकता बुझ्नु, सम्यक सङ्कल्प, नराम्रो काम नगर्नु र परोपकारको भावना राख्नु। तेस्रो हो सम्यक वचन, झुटो नबोल्नु, कडा नबोल्नु, चुगली नलाउनु। चौथो हो सम्यक कर्म, हिंसा, चोरी जस्ता नराम्रा कामहरू त्यागी राम्रा काम गर्नु। पाँचौँ हो सम्यक जीविका, मन, वचन र कर्मले गर्ने जुनसुकै काम ठिक हुनुपर्छ। सम्यक व्यायाम, आफ्ना इन्द्रियलाई नियन्त्रण गर्नु, नराम्रो भावना नराख्नु। सम्यक स्मृति, म र मेरो भावनाबाट माथि उठ्नु। र अन्तिम हो सम्यक समाधि, चित्तको एकाग्रता। यी सबैको पालना गरियो भने मानव जीवन अवश्य नै सफल हुन्छ। भगवान गौतम बुद्धलाई एसियाको तारा अर्थात् द लाइट अफ एसिया पनि भनिन्छ। हस्त दर्शकबिन आजलाई यति नै। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक, सेयर एन्ड सब्सक्राइब गरी साथ दिन नबिर्सिनुहोला। यस्तै रमाइलो भिडियोको साथ आगामी दिनहरूमा अवश्य नै आउनेछु।